हेलो गुड आफ्टरनुन एभ्रिवान। हामी चाहिँ पलावबाट सिस्नेरी हिँडेको 12 बजीतिरै हो। अहिलेको चाहिँ कति बज्यो? 5 बज्नु लागिसकेछ। अझै लाग्छ, कति लाग्छ अझै 2 घन्टा जति अझै लाग्छ होला। खानीगाउँ निक्लिन अझै बाँकी नै छ। यो पारी चाहिँ खानीगाउँ रे हैन। अब खानीगाउँ लगभग 1 घन्टाको हिँडाइपछि पुगिन्छ। हिँड्दा हिँड्दै खुट्टा दुखिसक्यो मान्छेको हैन। अब फेरि नाङ्लो बोकेछ फेरि हाम्रो पछाडिको चाहिँ दाइ हो, नाङ्लो बोकी बहिनी हैन। बाँसुरी बजाइरहेछ। बाँसुरी कला भएको मान्छे हो कि ऊ चाहिँ। फेरि काम छैन, बेरोजगार। बाँसुरी बजाउने उसले रोजगार पायो नि, त्यही भएर अलि गाउँ ठाउँतिर बजाउँदै हिँडिरहेछ। एकदम राम्रो बजाउँछ। कसैलाई दोहोरी क्षेत्रतिर चाहिएको छ भने हाम्रो इनबक्समा आएर मेसेज गर्न सक्नुहुन्छ भन्दछु। अनि हातै गल्यो यार यो बोकेर छिया। भयो सक्यो मासले यति हात गल्यो। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।